ठ्याक्क सुत्दाखेरि चाहिँ राति के भएको अरे भन्दा बाहिरबाट चाहिँ ढोका हानेको अरे। अनि ढोकाबाट चाहिँ अनि लाएको ढोकामा नि अनि के अरे सेतो हात पसालेर अनि भित्रबाट चाहिँ ढोका खोल्न लगाएको अरे। अनि त्यो ढोकालाई अनि त्यो हातलाई चाहिँ अनि हँसियाले काटेर ट्याक्क आधा बनाइदिएको त हातै हराएको अरे। त्यस्तो पनि हुन्छ र तर त्यस्तो भएको अरे। हेलो नमस्ते टु एभ्रिवान। अनि अहिले चाहिँ म चाहिँ यो स्याङ्जाको चाहिँ मट्टिखान भन्ने ठाउँमा छु है। अनि आज चाहिँ म मामा घरको पनि मामा घरकै बुढो मामा घर चाहिँ जाँदैछु यहाँबाट होइन। र त्यहाँसम्म जाँदा चाहिँ म चाहिँ एउटा क्लिप बनाउने भनेको त हाम्रोतिर त लास्टै घाम लाउँथ्यो अनि यताको मौसम त लास्टै यस्तो हेर्नु त सब हुस्सु नै हुस्सु हो क्या। मेरो पछाडि देख्नुभएको रोडले चाहिँ ठ्याक्कै यो कास्की र स्याङ्जाको चाहिँ बोर्डरलाई छुट्टिन्छ। अनि ठ्याक्कै यहाँसम्म छ क्या पिच। फेरि योभन्दा माथि फेरि पिच छैन किन भन्दाखेरि यो त महानगर पऱ्यो नि त त्यही भएर चाहिँ क्या ठ्याक्क स्याङ्जामा चाहिँ पिच छैन। यो बोर्डर भएर चाहिँ पिच गरिदिएको अरे। अनि योबाट तल्लो साइडमा जुन जुन कास्कीको पर्छ नि त्यो सब पिच छ है। यता नि हालत त्यस्तै छ सबैतिर त्यस्तै है। यति छिटो हिँड्नु अब यहाँ सानीमा चाहिँ अब आफ्नो मामा घर जाने असी फुरुङ फुरुङ हुनुहुन्छ भाग्नु भयो एकदम रोड रोडै। यतातिर चाहिँ सेता सेता भुता हुन्छ नि राति यहाँ हिँड्दा त्यही भन्नु होइन। पहिला पहिला हाम स्याहार के अहिले हाम त देखेको छैन मैले हो। पहिला चाहिँ एकदम सेता सेता भुता आउँथ्यो अरे अब रातिमा के अरे घरभित्रै के अरे ढोका खोलिदिन्थ्यो अरे कि भुतले। त्यस्तो खतरा थियो त्यहाँ। कस्तो कस्तो खाले भुत आउँथ्यो भन्नु त। मैले कहाँ देखेँ त नि आमाहरूले भनेको सुनेको। एकचोटि तपाईँ हुँदा नि आएको भन्थ्यो त भाइले। म हुँदा त आमा के अरे ढोकै खोल्न लगाएर अनि ढोका के अरे त्यो हँसियाले के अरे हात काटिदिनु भएको अरे त अनि हातै बिलायो अरे। ठ्याक्क सुत्दाखेरि चाहिँ राति के भएको अरे भन्दा बाहिरबाट चाहिँ ढोका हानेको अरे। अनि ढोकाबाट चाहिँ अनि लाएको ढोकामा नि अनि के अरे सेतो हात पसालेर अनि भित्रबाट चाहिँ ढोका खोल्न लगाएको अरे। अनि त्यो ढोकालाई अनि त्यो हातलाई चाहिँ अनि हँसियाले काटेर ट्याक्क आधा बनाइदिएको त हातै हराएको अरे। त्यस्तो पनि हुन्छ र तर त्यस्तो भएको अरे। यो बाँसघारी तल चाहिँ एकदम धेरै लप्सीहरू पाइन्छ है। यो भैँसीले चाहिँ हान्छ अरे त्यही भएर चाहिँ भागिहाल्नु हो। यो भैँसी चाहिँ खत्रै है। उहाँ आइज आउने बित्तिकै होइन आउने बित्तिकै के गर्छ आयो भने चाहिँ फाडी भाग्ने हो। फटेको यहाँ है हान्छ जस्तो हो। हान्दैन गयो जा 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 यहाँ बोका रहेछ कत्रो। गयो आज चाहिँ ठ्याक्क ढाका टोपी लाएर नेपाली पहिरनमा है ठ्याक्क अब यस्तो अब गोठालो आएर नि आफ्नो पहिचान त छोड्न भन नि होइन। धेरै राम्रो हो। हजुरको घर कहाँ छ? म चाहिँ उता तनहुबाट आएको। यहाँ चाहिँ सानीमाको घर आउँदाखेरि चाहिँ अनि उता तल जाँदाखेरि चाहिँ यसो एउटा ब्लग बनाएको। यहाँ सानीमा अगाडि हिँड्नु आएको सानीमा हुनुहुन्छ। ल ल बाई है त ल। केही त भैँसी बाख्रा चाहिँ उहाँकै थियो। उहाँ चाहिँ अब अलि धेरै उमेर भयो नि अब यस्तो वन जङ्गलमा एक्लै हिँड्दैन यार। अलिकति डर लाउने ठाउँ छ नि यार। गाउँको मान्छे भनेको गाउँको हो क्या। मम्मीको सानीमाको छोरालाई चाहिँ मामा भन्न पर्ने र त त्यही भएर यो चाहिँ उहाँको घर है। भित्रपट्टि यहाँ नि एक्लै घर छ यार। यहाँका मान्छेहरू यार कस्तो यार एक्लै बसिछन् ठाउँ ठाउँमा। एक्लै बस्यो चिल लाइफ के। बयर फलेर छ बयर हो कि के अरे
टमाटर हो रुखमा फल्ने बयर नि त्यस्तै हुन्छ तराईको कति मिनटमा आउँछ सानीमा अब 5 मिनटमा पुगिन्छ अरे अझै हिँड्दै आऊँ न के हो बाटोमा यहाँ तल चाहिँ पहिला लास्टै बेलाउन्ती पाइन्थ्यो हेर मैले बेलाउन्ती मान्छेले त घर छोडिसक्यो आजभन्दा 10 वर्ष अगाडि बेलाउन्ती पाइन्थ्यो है यहाँ माइजू हुनुहुन्छ तपाईँको माइजू मामा घर जानु खोज्नु थियो माइजू नै बाटामा भेट्नु भएछ कि ल दुईजनाको भेट माइजू भन्दै आउनु थियो मामा माइजू तर भेट भएपछि जम्मा 1-2 सेकेन्डमा नि बोल्नु भएन अब के भन्ने घर हो बोल्ने लास्टै खुसी हुनुहुन्छ फेरि ल मैले यही बेलाउन्ती भनेको के आजभन्दा 10 वर्ष अगाडि यहाँ बेलाउन्ती लिएर गएको आज पनि अझै पनि त्यो रुख चाहिँ त्यहीँ छ बेलाउन्ती पनि यो चाहिँ बेलाउन्तीको रुख हो यो घर चाहिँ कोही बस्दैन नै खाली छ बेलाउन्ती चाहिँ टन्नै फलेर छ कसले लगाउँछ अब हामी गरेर नि हामी यस्तो गरेर अब टिपेर खाए मात्रै हो नत्र यत्तिकै कुहिएर जान्छ त्यहाँ त अब नानीमाको मामा है मस्त चुरोट तानेर बस्नु रहेछ ए हजुरबा भन्न पर्यो ल नमस्ते है नमस्ते कता आउनुभएको त नि जस चुरोट तान्दै बस्न रमाइलो भयो है एक्लै चिल ल ढुङ्गाले ल हेरमै त अगाडि यो घर आइसक्यो ओहो यस्तो रहेछ है यता जङ्गलको बिचतिर यार कोही घर बोलाउनु यो नमस्ते है बाख्राको बच्चा रहेछ हेलो नमस्ते यहाँ चाहिँ मम्मीको कान्छो मामा हुने रहेछ यता त यस्तो झाडी भएछ त यार यो चाहिँ पुरानो धारा यो चाहिँ पुरानो घर घाम चाहिँ बल्ल यता चाहिँ मस्त लागेको रहेछ यहाँ चाहिँ यति धेरै मौरी छ टोक्छ कि टोक्दैन मौरीले तपाईँको घर चाहिँ कुन होला भन्नु यो चाहिँ कान्छो मामाको घर अनि उतापट्टिको चाहिँ माइलो मामाको घर अनि उतापट्टि उता चाहिँ साइलो मामाको घर जेठा मामाको घर त गइसकेछ झाडीले पुरिसकेछ हाम्रो एउटा यस्तै छोटी भैँसी भनेर बेचेको त अनि हाम्रो छोटा खुट्टा भएको मैले बेचेको त्यो हाम्रो त्यो पनि छोटै थियो है हाम्रो भैँसी नि बसेर छोटा खुट्टा झ्याउ हुन्छ नि भनेर अब बिहान 5 बेत थियो भनेपछि नि पत्याएर लगेर हुने 4 बेत बिहा परे गयो यहाँ 2 बेत बिहा 6 बेत भयो अनि अब बिहान 7 बेत हुने हो त अलि 1-2 बेत त ढाट्नै पर्छ कि भैँसी बेच्नेले त यस्तो दिउँसोमा आफैको ल्याएर यहाँ रुमाल छोडेर गयो क्या यस्तो ठाउँमा रुमाल छोड्नु भनेको चाहिँ अलिकति खतरा हो क्या यहाँ चाहिँ अहिले म जाँदा चाहिँ केही पनि थिएन अहिले 81 बाटोमा कसरी रुमाल आयो बाफ्रे मैले यो सायद गाई चाहिँ भुतकै रुमाल हो किन भन्दाखेरि सेतो हो है यस्तै हुन्छ क्या भुतको रुमाल पानी बेसरी ठुलो पऱ्यो क्या डेन्जरै ठुलो पऱ्यो भागम छिट्टो पानीले रुजाइ घर पुगिन्जेल छ त रुजिन्छ होला र डेन्जरै ठुलो पऱ्यो है पानी चाहिँ